काट्न आँटेको काटेको आँप मलाई चाहिँ ठुलो देऊ ल ठुलो कोयासँगै भएको ठुलो ल कोयासँग मलाई त साह्रो मनपर्छ ठुलो खानालाई ए हो कोयासँग ए ल पख्नु न एकछिन ल काट्दैछु कि म सानो पनि त्यसै गरेर खान्थेँ कोयासँगै हो आमाहरूले त्यसरी नि दिन्थे कोयासँगको ए पख्नु ल एकैछिन काट्नु काट्दा सक्नु आँटिसक्यो त अनि यहाँ काट्दैछु कि पख्नु सक्यो त ल कान्छ कोया खाने भनेको होइन कोयासँग चाहिँ ठुलो मागेको हौ कान्छी कस्तो बेहोरा छ यसको चाहिँ अनि दिदी तपाईँलाई अलिकति सरम भन्ने कुरा चाहिँ हुन्छ कि हुँदैन भन्नु त सानो नानीको जस्तो 5-6 वर्षको नानीको जस्तो कोयो ठुलो 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 गरेको छ यसो नानीहरूले बिहे गर्नु भने सम्धिन नाति नातिनाका धनी हुन आँटिसक्यो अनि कस्तो बुद्धि हो खाने कुरामा नि सरम कहिले पनि हुँदैन आफ्नो एउटा ठुलो न रोल सानो यो आमा बुवालाई यो तपाईँको भाइलाई र छोराछोरीलाई यो एउटा मलाई हो यो एउटा ग्रीष्मा